हिटको यो न्युमेरिकल सजिलो भए पनि धेरैले एउटा कुरा मिस्टेक गर्नुहुन्छ। यहाँ चाहिँ हामीले बकेट अफ वाटर दिएको छ 16 kg एट 25 डिग्री सेल्सियस र 4 kg एट 80 डिग्री सेल्सियस। सो यो दुईटा वाटरलाई चाहिँ हामीले मिक्स गर्ने हो र त्यो मिक्सचरको टेम्परेचर चाहिँ फाइन्ड आउट गर्ने हो। सो लेट्स से त्यो हाम्रो मिक्सचरको टेम्परेचर चाहिँ T छ भने अब के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो जुन हायर टेम्परेचरमा भएको वाटरले चाहिँ हिट लस गर्छ भने लोअर टेम्परेचरमा भएको वाटरले चाहिँ हिट गेन गर्छ। जति यसले हिट लस गर्छ त्यति नै यसले हिट गेन गर्ने हो है त। सो अब यसमा हामीले लेख्न सकिन्छ हिट लस बाइ वाटर 1 विल बी इक्वल टु द हिट गेन बाइ वाटर 2। सो हिटको इक्वेसन हामीलाई थाहा छ दैट इज Q इक्वल टु ms डेल्टा T हुन्छ भने m भनेको मास, s भनेको स्पेसिफिक हिट भने डेल्टा T भनेको चेन्ज इन टेम्परेचर हुन्छ जुन भनेको फाइनल माइनस इनिशियल हुनुपर्ने हो। तर धेरैको मिस्टेक चाहिँ यसमै हुन्छ। सो फाइनल माइनस इनिशियल गर्यो भने T माइनस 80 हुनुपर्ने, तर यो कन्डिसनमा जुन यो T छ फाइनल टेम्परेचर यो भनेको हाम्रो इनिशियल टेम्परेचर 80 भन्दा कम हुन्छ बिकज यसमा हिट लस भइरहेको छ। यसरी नेगेटिभ भ्यालु आउँछ। तर यो कन्डिसनमा चाहिँ हामीले म्याग्निट्युड मात्र लिने हो सो दैट हामीले चाहिँ त्यो नेगेटिभ साइनलाई एभोइड गर्छौं र हामीले पोजिटिभ भ्यालु गेन गर्छौं है त। त्यही भएर हामीले यसमा T माइनस 80 नगरेर 80 माइनस T गर्ने। सो यस्तो लसको केसमा चाहिँ सिम्पली हामीले के गर्ने भन्दाखेरि चाहिँ फाइनल माइनस इनिशियल भन्दा पनि हाम्रो ठुलो भ्यालु माइनस सानो भ्यालु गर्ने है त। अब यो इक्वेसनलाई हामीले पुट गर्छौं भने अब 4 इन्टु यस इन्टु यो गर्छौं, यतापट्टि पनि यो इक्वेसन पुट गर्छौं। यसमा चाहिँ फाइनल टेम्परेचर भनेको हाम्रो T माइनस 25 हुन्छ हैन बिकज T भनेको 25 भन्दा बढी छ। सो यसबाट सल्भ गरेपछि चाहिँ हामीले T को भ्यालु भनेको 36 डिग्री सेल्सियस फाइन्ड आउट गर्छौं व्हिच इज द टेम्परेचर अफ द मिक्सचर। Follow for more such contents.